खै अब टेस्ट आएको हो कि नआएको अलि कन्फ्युज भएँ है। अघि फर्स्ट बाइट खाँदा यतिकै गयो क्या सुर्लुक्क। फेरि खान्छु है। अलिअलि चाहिँ टेस्ट आएको हो, त्यस्तो धेरै अब यो बास्ना चाहिँ आएको छ है। तर वाउ मिठो त्यस्तो भन्न चाहिँ मन लागेन। ठ्याक्कै चिज केक चाहिँ आएको छैन। मान्छेहरू किन चिज केक जस्तै छ भन्छन् हो खोइ। मिक्स गरेर खानुपर्ने हो कि है? अलि मिक्स गर्छु म। पर्खिनु है। अलिक खान नजानेर नि केकको जस्तो टेस्ट नआएको हो कि है? मिठो चाहिँ मिठो छ है, धेरै मिठो। त्यो के भन्छ हाम्रो चिज केक भन्दा पनि अर्कै टेस्ट छ। चिज केक चाहिँ अलिक गुलियो हुन्छ नि त, यो चाहिँ ठिक्कको गुलियो खाले, धेरै गुलियो पनि छैन, अमिलो अमिलो, अलिक गुलियो गुलियो। भाडा राखेको नमिलेर चिज जस्तै ठ्याक्कै नआएको हो कि। त्यो सबैजनाले सिसाको भाँडामा राख्छन्, मैले स्टिलको भाँडामा राखेर। पर्खिनु है, मैले अर्को बिस्कुट पनि ट्राई हानौँ है। यो चाहिँ अमिलो अमिलो, अलि कम गुलियो, ठिक्कको छ क्या। त्यस्तो चिजकै बास्ना चाहिँ आएको छैन है। मिठो चिजै जस्तो चाहिँ भएको छैन। अनि यो बिस्कुट पनि धेरै खाएको देखेँ कि। अब यो हेरौँ है। गुलियो मनपर्नेहरूलाई चाहिँ यो बिस्कुट हाल्नु पर्यो। यदि चिज केकै खाने हो भने चाहिँ चिज केकै किनेर खानु होइन, ठ्याक्कै चिज केक जस्तो चाहिँ आउँदैन। यति बाँकी चाहिँ म मेरो प्यारो बुढालाई सोध्छु है, भाइरल चिज केक बनाएको कस्तो छ भनेर।